नमस्कार। हाम्रोतिर चाहिँ नि भैँचालोहरू आएर मैले भन्न पाएको थिइनँ। अब आज चाहिँ म तेस्रो पाठ भन्न जाँदैछु। अनि अब त्यो बच्चा चाहिँ नि स्कुल जाने गर्ने भइसकेको हुन्छ अनि बिस्तारै पढ्दै पनि गरिरहेको हुन्छ। अनि ऊ 2 क्लासमा पुगिसके पछाडि चाहिँ नि फेल हुन्छ के। अनि फेल भइसके पछाडि चाहिँ नि अब उसलाई चाहिँ नि उसको साथीले चाहिँ नि फेल भएको एकदम राम्रो हो, तिमी डराउनु पर्दैन, फेल भएको एकदम राम्रो हो, अर्को वर्ष म पनि फेल हुन त चाहन्छु भन्छ। अनि त्यस पछाडि उसले त फेल भएको त राम्रो हो भनिन्छ। बच्चालाई जे भनिदियो त्यही सही लाग्छ नि त। अनि बच्चा पुरै घरमा आउँछ अनि घरमा आएर म त फेल भएँ भनेर सबलाई एकदम ठुलो स्वरमा भन्छ, एकदम पौरख गरेको जस्तरी। तर उसको सानो दाइले चाहिँ नि उसलाई एकदम मजाले चड्काउनुहुन्छ होइन। अब चड्काइसके पछाडि चाहिँ नि उसले ला यो त नराम्रो रहेछ भन्ने रियलाइज गर्छ होइन। अनि फेल भनेको नराम्रो हो, तिमी फेल भएर हुन्छ भनेर गाली गर्नुहुन्छ होइन। अनि त्यो गाली गरे पछाडि चाहिँ नि उसलाई त फेल भएको त नराम्रो रहेछ भन्ने हुन्छ। अनि ऊ चाहिँ नि पढ्न थाल्छ होइन। अब सानो बच्चा हो अनि घरमा सिकाइदिनुहुन्छ, दिदीहरू दाइहरू हुनुहुन्छ। अनि त्यही भएर सिकाउने, सबैले सिकाउने, सबैले माया गर्ने, त्यस्तै गर्न थाल्नुहुन्छ होइन। अनि त्यो बच्चा अगाडि बढ्दै पनि गर्छ अनि क्लास पनि अगाडि बढिरहेको हुन्छ। अनि जब ऊ 4 क्लासको एक्जाम दिन्छ, 4 क्लासको एक्जाम दिइसके पछाडि चाहिँ नि उसको लाइफ यस्तो मजाले मोडिन्छ कि होइन। अब त्यो टर्निङ पोइन्ट चाहिँ नि यस्तो हुन्छ कि त्यो बच्चाको लाइफमा होइन, त्यो बच्चाको लाइफ नै एक प्रकारले कस्तो बन्द भएको जस्तै हुन्छ क्या। कसरी हुन्छ भन्दाखेरि उसको उसको 4 कक्षाको एक्जाम सकेको हुन्छ अनि उसको बुवाको चाहिँ नि मृत्यु हुन्छ, बुवाको मृत्यु हुन्छ होइन। ऊ जम्मा 4 कक्षा पढिरहेकी हुन्छ त्यतिखेर। अनि 4 कक्षा पढिराख्दा भन्दा नि एक्जाम दिएको हुन्छ। अब एक्जाम दिइसके पछाडि उसको बुवाको मृत्यु हुन्छ। अनि बुवाको मृत्यु भइसकेपछि उसले चाहिँ नि घरमा सबैजनाले माया गर्ने, सबैजना आफ्नो नै हो भने नि बुवा चाहिँ नि उसको लागि एकदमै धेरै प्रिय हुनुहुन्छ त्यो पार्टमा चाहिँ होइन। किनकि बुवा चाहिँ नि एकदमै धेरै माया गर्ने, बुवाले पनि एकदम धेरै माया गर्ने र छोरीले पनि एकदम धेरै माया गर्ने भएकोले चाहिँ नि ऊ एकदम टुट्छ होइन, एकदमै टुट्छ होइन। किन भन्दाखेरि अब उसलाई त उसको बुवा भनेको त उसको सबै संसारै थियो नि त। किनकि अलिकति ढिला आउँदाखेरि पनि बुवा आउने टाइम भयो भन्ने हुन्थ्यो उसलाई होइन। अलिकति बुवा अफिसबाट ढिला आउँदाखेरि किन ढिला भयो होला भन्ने हुन्थ्यो। बुवाको अफिसमा खाना पुऱ्याउनु जाँदाखेरि पनि ऊ त मक्ख परेर आमासँग समय खेल्दै जाने मान्छे होइन। अनि बुवाको सडनली मृत्यु हुन्छ। मृत्यु भए पछाडि उसको संसार साँच्चीकैको अँध्यारो हुन्छ।